आजको यस कार्यक्रमलाई म अगाडि बढाउने अनुमति चाहन्छु। आजको यस कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिदिनु हुनका लागि हाम्रा तामाङ पत्रकार सङ्घका प्रमुख सल्लाहकार श्री सुभाष योन्जनज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद महासचिवज्यू, यस कार्यक्रमका सभापतिज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, ड्यासमा आसीन विभिन्न गाउँपालिका प्रमुखज्यूहरू, उपप्रमुखज्यू, उपाध्यक्षज्यू लगायत यस कार्यक्रममा उपस्थित हुनुभएका तमाम सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु र हार्दिक आभार प्रकट पनि गर्न चाहन्छु। हामी लामो समयको प्रयासपछि यो जनप्रतिनिधिसँग बहस कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। यो हाम्रो तामाङ पत्रकार सङ्घको लामो प्रयास थियो र यसको एउटा पृष्ठभूमि पनि छ। हामीले गत वर्ष तामाङहरूको जनप्रतिनिधि प्रोफाइल पनि तयार पारेका थियौँ। सम्भवतः यहाँहरूलाई धेरैजना दाइहरूलाई फोन पनि आएको थियो तामाङ पत्रकार सङ्घको तर्फबाट। हामीले कम्तीमा देशभरि रहनुभएका तामाङ जनप्रतिनिधिहरू कहाँ को हुनुहुन्छ र उहाँहरूको इतिहास कस्तो रहेछ भनेर हामीले त्यो बुक तयार गरेका थियौँ। सम्भवतः अध्यक्षज्यूले आज तपाईँहरूलाई हात पनि पार्नुहुन्छ होला भन्ने मलाई लागेको छ, यहाँहरूले पाउनुहुनेछ। त्यसपछि हामीले देशभरिको जनप्रतिनिधिहरूको प्रोफाइल तयार पारेका छौँ र यहाँ कार्यक्रम सञ्चालन गरिरहँदाखेरि धेरै लाग्न सक्छ हामीले सङ्घीय सांसद र प्रदेश सांसदहरूको उपस्थिति भएन भन्ने पनि हुनसक्ला। तर हाम्रो थिम भनेको सङ्घीय र प्रदेशभन्दा पनि हाम्रो स्थानीय सरकार नै सबैभन्दा ठुलो हो र उहाँहरूले गर्ने निर्णय नै हाम्रो लागि र हाम्रो समुदायको लागि सबैभन्दा प्रभावकारिता हुन्छ भन्ने उद्देश्य राखेर यो कार्यक्रम आयोजना गरिएको हो। र मैले त्यस्तो धेरै यो कार्यक्रमको विषयमा जानकारी दिनुपर्ने विषय त छैन, धेरै विषय यहाँहरूलाई आइसकेको छ र मैले सरसर्ती हेर्दाखेरि 2080 सालको तथ्याङ्क हाम्रो जनगणना अनुसार चाहिँ 2,91,00,000 हाम्रो जनसङ्ख्या छ। त्यो मध्ये 16,39,000 चाहिँ हामी तामाङको जनसङ्ख्या छ। यो भनेको कुल जनसङ्ख्याको 5.62% चाहिँ हाम्रो सङ्ख्या हो। तर हाम्रो उपस्थिति सधैँ भोट र नोटमा मात्र प्रयोग भयो, तर नीतिगत निर्णय गर्दाखेरि र तामाङ समुदायलाई प्रत्यक्ष प्रभाव हुने खालको कामहरू हामीबाट भएको त्यति धेरै आवाज हुँदैन। हुन त धेरै जनप्रतिनिधि धेरै कामहरू गर्नुभएको छ, कति विषयमा हामी आफै पनि चुकेका छौँ। हाम्रो जनप्रतिनिधिहरूले हामीसँग उहाँहरूले सेयर गर्ने विषयहरू कति विषय हामीले सेयर गर्नु भएको छैन, कति विषय हामीलाई थाहा हुँदाहुँदै पनि हामीले नगरेको विषयहरू पनि छ र कति चाहिँ तामाङले गरेपछि भइहाल्यो भन्ने खालको पनि छ। हामी आफै मिडियाका साथीहरूले पनि धेरै प्राथमिकता नदिने गरेको पाएका छौँ र यसले गर्दा चाहिँ तामाङ जनप्रतिनिधिसँग हाम्रो सम्बन्ध पनि अलिकति टाढा भएको भन्ने आवाज पनि भएको हिसाबले कम्तीमा होइन सकेसम्म चाहिँ हामीले देशभरिकै जनप्रतिनिधिहरूलाई काठमाडौँमा बोलाउने भन्ने हाम्रो सुरुको तयारी थियो। तर विशेष कारणले हामीले सबैले उपस्थित गराउन सकेनौँ। तर आज जति उपस्थित हुनुभएको छ उहाँहरू हाम्रो देशको प्रतिनिधिमूलक पात्र हुनुहुन्छ। उहाँहरूले गर्ने हरेक निर्णय देशको लागि नमुना हुनेछ र त्यही किसिमको अहिलेसम्म काम भएको पनि मैले देखेको छु। र आजको मुख्य विषयहरू त अझ आउने नै छ, तर खास गरी हामीले जबसम्म हाम्रो नीतिगत निर्णयहरू हुँदैन तबसम्म हामीले भाषणमा जति नै हाम्रो हक अधिकारको कुराहरू गरे पनि त्यो नीतिगत निर्णय तबसम्म हुँदैन, त्यसबाट हामीले केही लाभ पाउन सक्दैनौँ। त्यसको एउटा ज्वलन्त उदाहरण भनेको बागमती प्रदेशमा जसरी तामाङ मुख्यमन्त्रीको रूपमा हामीले पायौँ, लगत्तै हामीले त्यसको 1 वर्षपछि कामकाजी भाषामा तामाङ भाषालाई हामीले पायौँ। यदि हाम्रो ठाउँमा अन्य व्यक्ति हुनुहुन्थ्यो, अरू जातको हुनुहुन्थ्यो भने त्यही निर्णय हुनलाई अझै हामीलाई केही वर्ष कुर्नु पर्थ्यो, हाम्रो सङ्घर्षहरू गर्नुपर्ने थियो। त्यस कारणले हाम्रो जनप्रतिनिधि यति धेरै चाहिँ उहाँहरू पावरफुल हुनुहुन्छ, उहाँहरूको एक निर्णयले गर्दा हाम्रो लाखौँ तामाङहरूलाई प्रभाव पर्न सक्छ। मैले धेरै अगाडिदेखि हाम्रो विभिन्न तामाङ सङ्घ संस्थासँग मैले छलफल गर्दै आएको विषय जबसम्म हामी नीतिगत निर्णयमा हामीले प्रभाव पार्न सक्दैनौँ तबसम्म हाम्रो जति पनि आवाजहरू जति आन्दोलन गरे पनि त्यो सार्थकता हुँदैन। त्यो भनेको हाम्रो यो नीतिगत निर्णय गर्ने भनेको जनप्रतिनिधि नै हो, सांसद नै हो, मन्त्रीज्यूहरू नै हुनुहुन्छ।
त्यसकारणले कम्तीमा उहाँहरूसँग बसेर यी विषयमा झकझक्याउने हो। उहाँहरूले गर्नु त भएको छ, उहाँहरूले बलबुताले भ्याएसम्म आफ्नो गाउँपालिकामा, आफ्नो प्रदेशमा, सङ्घमा हाम्रो तामाङहरूको लागि बजेट विनियोजन गर्नु भएको नै छ। तर पनि कहिलेकाहीँ केही विषयहरू नमिल्दाखेरि या केही विषयहरू जानकारी हुँदाहुँदै पनि प्राथमिकतामा नपरेको घटनाहरू रहेको हुनाले कम्तीमा उहाँहरूलाई चाहिँ यसो छलफल मात्र गऱ्यौँ या हामीले केही आवाजहरू उठायौँ भने अब आउने बजेट निर्माणमा चाहिँ उहाँहरूले हामीलाई भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मलाई अपेक्षा लागेको छ। र खास गरी हाम्रो तामाङ युवाहरू विदेशमा धेरै जानुभएको छ। खास गरी खाडी र मलेसियामा जाने तामाङ युवाहरूको सङ्ख्यामा हाम्रो तामाङहरूकै बढी देखिन्छ। त्यसमा पनि सिपयुक्त दक्ष जनशक्तिको रूपमा नजाने, अध्यक्षको रूपमा जाने र उहाँले धेरै दुःख पाउने, 3-4 वर्ष बस्ने, फेरि गाउँमा फर्केपछि पुरानै काममा फर्किनुपर्ने बाध्यता छ। त्यसकारणले मेरो अनुरोध के मात्र हो भने कम्तीमा गाउँपालिकाले बजेट बनाउँदाखेरि सिपमूलक तालिमलाई अलिक विशेष प्राथमिकता दिनु पर्यो। त्यो मध्ये पनि हामीले भन्दाखेरि तामाङलाई मात्र दिने होइन, किन उहाँहरूको गाउँपालिकाको त सबै किसिमको जात जतिको हुनुहुन्छ। तर तामाङ समुदायको बाहुल्यताको आधारमा कम्तीमा प्रतिशतको आधारमा त्यहाँ कसको जनसङ्ख्या बढी छ त्यसको प्रतिशतको आधारमा चाहिँ तामाङलाई कति बाहुल्यता दिनुभयो भने उहाँहरूले सिपयुक्त तालिमहरू सिक्नु पाउनुहुनेछ। कम्तीमा 3 वर्ष विदेशमा बसेर फर्केर आएपछि पनि गाउँमा बसेर अरू अनैतिक काममा लाग्नुभन्दा उहाँहरू आएर फेरि विदेशबाट फर्केर आएर स्वरोजगारको कामहरू उहाँहरूले गर्न पाउनुहुनेछ भन्ने आशा हो। र अर्को कुरा, हाम्रो अहिले गाउँमा यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमदेखि विभिन्न स्वरोजगार कार्यक्रमहरू हुने गरेको छ। त्यो कार्यक्रमहरूमा तामाङ समुदायको प्रतिनिधित्व कति भएको छ त? त्यसमा पनि कम्तीमा चाहिँ प्रतिशतको आधारमा, जनसङ्ख्याको आधारमा कुन गाउँपालिकामा कति बाहुल्यता छ, यदि तामाङ समुदायको बढी बाहुल्यता छ भने केही प्रतिशत चाहिँ तामाङ समुदायले बाहुल्यता दिनु पर्यो भन्ने हाम्रो माग हो। र अर्को कुरा, गाउँपालिका र नगरपालिकामा स्थानीय तहमा हुने कर्मचारी नियुक्तिको विषयमा पनि कम्तीमा तामाङ समुदायलाई चाहिँ यति % कोटा भनेर छुट्याइदिनु भयो भने अझ हाम्रो साथीहरूलाई त्यहाँ रोजगारीको लागि उहाँहरूलाई सहज हुन्छ। र जबसम्म हामी आफ्नै गाउँमा रहँदैनौँ, हामी स्वरोजगार हुँदैनौँ, तबसम्म हामीले गरेको समृद्धिको कुरा, हामीले गरेको पहिचानको कुरा, हामीले गरेको अधिकारको कुरा स्थापित हुँदैन। त्यसकारणले यो अधिकार स्थापित गर्ने सम्पूर्ण विषय बढी हल्ला भयो जस्तो लाग्यो आज। र सकेसम्म कम्तीमा नीतिगत निर्णय गर्दाखेरि तामाङ समुदायलाई कतिको प्रभाव परेको छ त्यसमा चाहिँ प्रतिशतको आधारमा चाहिँ यहाँहरूले निर्णय गरिदिनु भयो भने हामीलाई तामाङ समुदायलाई लाभ हुने थियो भन्ने हाम्रो तामाङ पत्रकार सङ्घको बुझाइ हो। र जब हाम्रो समुदाय आफै सक्षम हुन्छ तब हाम्रो समाज र हामी तामाङ पत्रकार सङ्घ पनि सदैव सक्षम हुनेछ भन्ने आशा गर्दै आगामी दिनमा पनि यो कार्यक्रमहरू, यस्ता कार्यक्रमहरू निरन्तर रहोस्। हाम्रा तामाङ पत्रकार सङ्घको अवस्था हामी यति धेरै यस्तो राम्रो ठाउँमा कार्यक्रम सञ्चालन गर्ने स्थिति त छैन, तर आदिवासी जनजाति उत्थान प्रतिष्ठानले जुन सहयोग गरिदिनु भयो यो सहयोगको लागि यहाँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। र जनप्रतिनिधिज्यूहरूले पनि हरेक वर्ष हुने बजेटमा चाहिँ कम्तीमा तामाङ पत्रकारहरूको लागि यहाँहरूको पालिकाहरूमा पत्रकारको भिजिट त भइ नै हाल्छ, त्यसमा पनि कम्तीमा तामाङ पत्रकारहरूलाई पनि त्यहाँ रहेको सांस्कृतिक सम्पदाहरू, धार्मिक स्थलहरूको प्रचार प्रसारको लागि, ऐतिहासिक ठाउँहरूको स्टोरीको लागि भिडियो होला या समाचार केमा गर्न सकिन्छ र त्यहाँको प्रचार प्रसारको लागि तामाङ पत्रकारहरूलाई पनि यहाँले केही % बजेटहरू विनियोजन गरिदिनु भयो भने हाम्रा साथीहरूलाई पनि लेख्ने र बोल्ने जाँगर चल्नेछ भन्ने आशा र अपेक्षा गर्दै आगामी दिनमा बन्ने अब लगत्तै स्थानीय तहको बजेट बन्दैछ, त्यो बजेटमा कम्तीमा पर्सेन्टेजकै हिसाबमा आवासै गर्ने गरी तामाङ समुदायको लागि बजेट विनियोजन होस् र यहाँहरूलाई पनि गाह्रो नपर्ने गरी, अरू समुदायलाई पनि गाह्रो नपर्ने गरी बजेट विनियोजन गरिदिनु हुनेछ भन्ने आशा र अपेक्षा गर्दै यसपछि केही बहसमूलक कार्यक्रमहरू हुनेछ। हाम्रो स्थानीय खबर.com का प्रधान सम्पादक रञ्जित तामाङले त्यसको सहजीकरण गर्नुहुनेछ। हामीभन्दा अझ स्थानीय तहसँग निकट रहेर उहाँले कलम चलाउँदै आउनु भएको छ, त्यसमा पनि केही विषयहरू उहाँले उठाउनुहुनेछ। यिनै विषयमा रहेर आजको यो कार्यक्रम छलफल अगाडि बढ्नेछ भन्ने आशा र अपेक्षा गर्दै यहाँसम्म आइदिनु भयो, अमूल्य समय दिनुभयो, यहाँले हार्दिक आभार प्रकट गर्दै मलाई पनि आफ्नो भनाइ राख्ने मौका दिनुभएकोमा तामाङ पत्रकार सङ्घलाई हार्दिक आभार र धन्यवाद प्रकट गर्न चाहन्छु। लासो फ्याफुल्ला।